सम्पूर्णमा नमस्कार मित्रहरू। जीवनमा केही चिजहरू यस्ता हुन्छन् जसलाई व्यवस्था गर्न सकिँदैन। तपाईलाई मन छैन भने भिडियो छोड्न सक्नुहुन्छ, तर घरको मन्दिरमा यी 10 चिजहरू भुलेर पनि नराख्नुहोस्। आजको समयमा हरेक घरमा एउटा मन्दिर हुन्छ, तर के तपाईलाई थाहा छ कि मन्दिरमा के राख्नुपर्छ, के राख्नु हुँदैन? यो जानकारी तपाईको र तपाईको परिवार र माता लक्ष्मीको आशीर्वादका लागि अत्यन्त आवश्यक छ। यदि तपाईको घरको मन्दिरमा गणेशजीको मूर्ति वा तस्बिर छ भने हामी तपाईलाई अनुरोध गर्छौं कि यो भिडियो अन्त्यसम्म हेर्नुहोला, ध्यानपूर्वक सुन्नुहोस्, किनभने यो जानकारीले तपाईको परिवारलाई बर्बादीबाट बचाउन सक्छ। यी ती गोप्य कुराहरू हुन् जसलाई मानिसहरू प्राय लुकाएर राख्छन्, तर यसको बारेमा जानेर परिवारमा सुख, समृद्धि र धनको वृद्धि हुन्छ। यदि तपाईले यो भिडियो पुरा हेर्नुभयो भने तपाईको घरमा सुख, शान्ति र माता लक्ष्मीको सदा निवास हुनेछ। आज पनि धेरै मानिसहरू मन्दिरको सामान्य यस्ता कामहरू गर्छन् जसले उनीहरूलाई दुःखतिर लैजान्छ। के तपाईलाई थाहा छ केही मानिसहरूले आफ्नो घरको मन्दिरको सामान्य नै गलत सम्बन्धहरू बनाउँछन् जुन अत्यन्तै नकारात्मक हुन्छ। धेरै जसो यस्तो देख्न पाइन्छ कि पति पत्नीले समयको ध्यान नै नराखी मन्दिरको नजिकै सम्बन्ध बनाउँछन्। यस्तो गर्ने मानिसहरूले आफैलाई र आफ्नो परिवारलाई बर्बाद गर्छन्। त्यसैले मित्रहरू, यस भिडियोमा हामी यी 10 चिजहरू बारे जान्नेछौँ जुन तपाईले आफ्नो घरको मन्दिरमा नराख्नुपर्छ। आउनु समय नगुमाई यो महत्त्वपूर्ण जानकारीतिर लागौँ। हामीले तपाईलाई के बताउन लागिरहेका छौँ भन्दा, आज यदि तपाईको घरमा मन्दिर छ र तपाईले भगवानको पूजा गर्नुहुन्छ भने यो भिडियो आफ्नो मन्दिर र भगवानको लागि अवश्य हेर्नुहोला। गल्तीले पनि यो भिडियो छान्नु हुँदैन, नत्र तपाईको घर पुरै बर्बाद हुन सक्छ। भिडियोलाई हल्का मान्ने गल्ती नगर्नुहोस्। घरमा यस्तो गरिबी आउन सक्छ, आज नभए भोलि, भोलि नभए पर्सि, एक दिन न एक दिन यो भिडियो पक्कै पनि हेर्नै पर्ने हुन सक्छ। त्यसैले सकेसम्म बर्बाद हुनु अगाडि नै भिडियो हेर्नुहोस्। घर परिवार बर्बाद हुनु अगाडि नै बच्न सकिन्छ। आज पनि नेपालमा यस्ता धेरै मानिसहरू छन् जसले अहिलेसम्म घरको मन्दिरबाट यी चिजहरू हटाएका छैनन्। केही यस्ता पनि छन् जसले घरको मन्दिरमा आफ्नो बेडरुम घरको मन्दिरमा नै बनाएका छन्। कुरो के हो, जुन कोठामा पति पत्नी एकैछिन बस्छन्, एकैछिन सुत्छन्, एकैछिन खान्छन् र एकैछिनमा सम्बन्ध बनाउँछन्। के सोच्नुहुन्छ तपाईको बेडरुममा भगवानजीको मन्दिर छ र भगवानको अगाडि नै यस्तो सम्बन्ध बनाउनु, भगवानजीको मन्दिरको सामुन्ने यस्तो गर्नु गलत हो भनेर हामी हात जोडेर तपाईलाई भनिरहेका छौँ कि कहिल्यै पनि आफ्नो बेडरुममा मन्दिर नबनाउनुहोस्। हामी यो भन्दैनौँ कि पति पत्नी सम्बन्ध नबनाउनु, तर हामी यो भनिरहेका छौँ कि पति पत्नी सम्बन्ध बनाउनु पर्छ, तर घरको मन्दिर अलग हुनुपर्छ। नेपालमा सायद नै कुनै यस्तो घर नहोला जुन घरमा मन्दिर हुँदैन। सायद सबैको घरमा मन्दिर भएकै हुन्छ जस्तो लाग्छ। पूजा घर त्यो स्थान हो जहाँबाट घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ। त्यसैले तपाईको पूजा घर वास्तु अनुसार यस्तो हुनुपर्छ जसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्न सक्छ। प्राय तपाईहरूले देखिरहनु भएको हुन्छ कि हामी पूजा घरमा मूर्तिहरू राख्छौँ, तर पूजा घरमा केही यस्ता चिजहरू पनि राखिन्छ जसले गर्दा घरमा प्रगतिको सट्टा डुब्न पुग्छ। धेरै मानिसहरूलाई गलत धारणा हुन्छ। केही मानिसहरू वास्तुशास्त्रलाई हल्का मान्छन् र घरमा राखिएका चिजहरूलाई जहाँ राख्नुपर्छ त्यहाँ राख्दैनन्। मित्रहरू, आजकल यो जमानामा जो महिलाहरू विवाह गरेर आफ्नो घरमा नयाँ बुहारी बनेर आउँछन्, उनीहरूलाई न त वास्तुशास्त्रको ज्ञान हुन्छ, न त मन्दिरमा के राख्नुपर्छ के राख्नु हुँदैन भन्ने कुरा थाहा हुन्छ। मन्दिरको सामान्य यस्तो हरकत कहिल्यै नगर्नुहोस्। आजकल नयाँ महिलाहरूलाई यी कुराहरूको ज्ञान हुँदैन, त्यसैले आजकल महिलाहरू मन्दिरको सामान्य कुनै पनि हरकत गर्न सक्छन्। भिडियो सुरु गर्नु अघि हामी तपाईहरूलाई निवेदन गर्छौँ कि कमेन्टमा जय सीताराम अवश्य लेख्नुहोस्।
जय श्री राम। जो भक्तहरू यो भिडियो हेरिरहेका छन् उनीहरूको घरमा सुख समृद्धि, उनीहरूको घरमा कुनै पनि समस्या नआओस् र पुरा परिवार सुख शान्ति साथ जीवन बितोस्। यदि तपाईँ मध्ये कसैले रामचन्द्रजीलाई मान्नुहुन्छ भने, यदि साँच्चै भक्त हुनुहुन्छ भने यो भिडियो लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र तलको कमेन्ट बक्समा एकपटक जय श्री राम लेख्नुहोला। जो भक्त कमेन्टमा जय श्री राम लेख्छ उसको मनमा जे पनि मनोकामना छ त्यो पुरा होस्। मित्रहरू, पूजा घरमा यी चिजहरू राख्नुको महत्त्व छ। अशुभ धनको नाश हुन्छ र माताले त्यस्तो घर त्याग्छिन्। यसैसँगै यस भिडियोमा हामी ती विशेष चिजहरूको बारेमा जान्नेछौँ जुन पूजा घरमा हुनुपर्छ। यदि तपाईँको घरमा सुख समृद्धि र धनको कामना गर्नुहुन्छ भने यी 3 चिजहरू पूजा घरमा अनिवार्य हुनुपर्छ। स्वयं भगवान श्री कृष्णले पनि भनेका छन् कि प्रत्येक मानिसले आफ्नो घरमा एउटा सानो पूजा घर वा मन्दिर अवश्य श्रद्धा भाव साथ राख्नुपर्छ। उसले आफ्नो मन्दिरमा देवी देवताहरूका तस्बिर, पूजापाठका सामग्री आदि राख्छ। तर हाम्रो शास्त्रमा मन्दिरभित्र केही चिजहरू राख्नुपर्छ जति फलदायी हुन्छ, उति नै केही चिजहरू राख्नु हुँदैन, त्यसले अशुभ पनि फल दिन सक्छ। यी केही वस्तुहरू छन् जसले घरमा नकारात्मक बनाइराखेका हुन्छन् र झगडा र नोक्सानहरू भइरहेको हुन्छ। आज हामी यस्तै नै अशुभ चिजहरूको बारेमा जान्नेछौँ जसलाई धेरै मानिसहरूले जानेर वा नजानेर घरको मन्दिरमा राखिदिन्छन्। यदि तपाईँसँग पनि यस्ता चिजहरू राखिएको छ भने तिनीहरूलाई तुरुन्त त्यहाँबाट हटाएर अर्को ठाउँमा राख्नु उचित हुन्छ। तर पूजा घरमा भुलेर पनि यी चिजहरू राख्नु हुँदैन। मानिसहरूले यस्तो गर्छन् किनभने उनीहरूलाई लाग्छ कि यी चिज धार्मिक छन् र यिनीहरूको पूजा गर्नुपर्छ। मित्रहरू, भगवान श्रीकृष्णले भनेका छन् कि कलियुगमा मानिसहरूले केही अशुद्ध चिजहरूलाई धार्मिक मानेर तिनीहरूको पूजा गर्नेछन् जसलाई शास्त्रमा वर्जित गरिएको छ। भगवान श्रीकृष्णले यस्तो भविष्यवाणी पहिले नै गरेका थिए कि कलियुगमा मानिसहरूले आधारवादी र धूपहरू दान गर्ने गर्दछन्। मित्रहरू, नेपालको परम्परामा माटोसँग जोडिएको छ। त्यसैले मन्दिरमा पारम्परिक रूपमा माटोको दियो अवश्य हुनुपर्छ जस्तो लाग्छ। यदि तपाईँले माटोको दियो राख्नुहुन्न भने तपाईँले माटोको दियो दैनिक रूपमा प्रयोग गर्नुभन्दा पनि तामाको दियो दैनिक रूपमा प्रयोग गर्नु र त्यसलाई सफा गरेर दैनिक रूपमा त्यसको सरसफाइ गरेर प्रयोग गर्नु उचित मानिन्छ। यदि भगवानमा तपाईँको आस्था बढी छ भने यस्तो गर्दा घरमा सुख शान्ति बनिरहन्छ। त्यसै गरी अर्को दोस्रो चिज हो स्वस्तिक। घरको मन्दिरमा यो अवश्य हुनुपर्छ। तपाईँले बनाउन सक्नुहुन्छ किनभने स्वस्तिक तपाईँको घरको शक्ति, सौभाग्य, समृद्धि र शुभताको प्रतीक मानिन्छ। यही मुख्य कारण हो कि कुनै पनि शुभ कार्य गर्नु अघि स्वस्तिकको चिन्ह अवश्य बनाइन्छ। त्यसै गरी अर्को तेस्रो चिज हो कलश। भगवान श्रीकृष्णले भनेका छन् कि कलश सुख र समृद्धिको प्रतीक हो। आफ्नो मन्दिरमा स्वस्तिक बनाएर त्यहाँ मङ्गल कलश अवश्य राख्नुहोस्। यस्तो गर्दा घरमा सधैँ समृद्धि बनिरहन्छ र ऐश्वर्य प्राप्त हुन्छ। चौथो चिज हो शङ्ख। धेरै कम मानिसहरूलाई मात्र थाहा छ कि शङ्खको उत्पत्ति समुद्र मन्थनका 14 रत्नहरूसँगै भएको थियो। यसै कारणले शङ्ख महालक्ष्मीलाई अत्यन्त प्रिय छ। शङ्खको ध्वनिले सकारात्मक ऊर्जा प्रवाह गर्छ। त्यसैले मन्दिरमा शङ्ख अवश्य हुनुपर्छ। शङ्खको घरमा उपस्थितिले महालक्ष्मी पनि प्रसन्न हुन्छन् र यस्तो घरमा कहिल्यै धनको कमी महसुस हुँदैन। पाँचौं चिज हो घन्टी। मन्दिरमा घन्टी अवश्य देख्नु भएको हुन्छ किनभने घन्टीलाई शुभ मानिन्छ। त्यसैले जब घरको मन्दिरमा घन्टी बज्छ त्यहाँको वातावरण र पवित्र बन्छ। जस घरमा पूजाको बेला घन्टी बजाइन्छ त्यस घरको वरपर सबै नकारात्मक शक्तिहरू हट्छन् र सुख समृद्धिका ढोकाहरू खुल्छन्। त्यसैले हुन् यी वस्तुहरू जुन मन्दिरकोमा अवश्य राख्नुपर्छ। अनिवार्य रूपमा यी चिजहरू हुनुपर्छ। आउनुहोस् अब यो जानौँ कि घरको मन्दिरमा कुन चिजहरू कहिले नि राख्नु हुँदैन। सबैभन्दा पहिलो कुरा गणेशजीको विषम सङ्ख्यामा मूर्ति। घरमा कहिल्यै पनि गणेशजीको मूर्ति 3 वा 5 जस्तो विषम सङ्ख्यामा राख्नु हुँदैन।
आफ्नो मन्दिरमा गणेशजीको मूर्ति 2वटा मात्र राख्नु उपयुक्त वा शुभ मानिन्छ। यदि तपाईँले आफ्नो मङ्गलको कामना गर्नुहुन्छ भने गणेशजीको मूर्ति मुख्य ढोकाको भित्रतिर मुख गरेर राख्नुहोस्। धेरै मानिसहरूले यो गल्ती गर्छन् कि मुख्य ढोकामा गणेशजीको मूर्ति बाहिरतिर मुख पारेर राख्छन्, जसले गर्दा उनीहरू धेरै समस्याको सामना गर्नुपर्छ। तपाईँ चाहनुहुन्छ भने मुख्य ढोकाको दुवैतिर गणेशजीको मूर्ति राख्न सक्नुहुन्छ वा मुख्य ढोकाको भित्रतिर राख्नुहोस्, तर बाहिरतिर कहिल्यै नराख्नुहोस्। दोस्रो चिज हो टुक्रिएका चामल। आफ्नो मन्दिरमा कहिल्यै पनि टुक्रिएका चामलहरू नचढाउनुहोस्। यसको साथै पुराना चढाइएका चामलहरू पनि धेरै समयसम्म नराख्नुहोस्, यसले नकारात्मक ऊर्जा फैलाउँछ। यो कुरामा पनि ध्यान राख्नुहोस् कि तपाईँले मन्दिरमा राख्ने चामलहरू शुद्ध हुनुपर्छ। अशुद्ध चामलहरू राख्नु हुँदैन। शुद्ध चामल राख्नु भएमा धेरै शुभ परिमाणहरू मिल्न सक्छ। तेस्रो चिज हो पूर्वजहरूको तस्बिर। यदि तपाईँको घरको मन्दिरमा आफ्ना पूर्वजहरूको तस्बिर राखिएको छ, उनीहरू पूजनीय र सम्मानीय हुन्छन्, तर उनीहरूको स्थान देवता बराबर भन्ने हुँदैन। मृतक जनहरूको तस्बिरले पूजा घरको वातावरणलाई पनि नकारात्मक बनाउन सक्छ, जसको अशुभ परिमाण हामीले भोग्नु पर्न सक्छ। धेरै मानिसहरूले साधु सन्तको मूर्ति वा तस्बिर पनि पूजा घरमा सँगै राख्छन्, तर यस्तो गर्नु अशुभ मानिन्छ। यदि तपाईँले कुनै साधु सन्तलाई मान्नुहुन्छ भने उनीहरूको तस्बिर भित्तामा लगाउन सक्नुहुन्छ। आफ्नो पितृहरूको तस्बिर पनि भित्तामा लगाएर पूजा गर्न सक्नुहुन्छ, तर भगवानसँगै राखेर पूजा नगरेको राम्रो मानिन्छ। भैरवजी र शनिदेवहरूको मूर्ति पनि घरको मन्दिरमा भैरवजी, शनिदेव वा काली माताको मूर्ति पनि नराखेको राम्रो। यसको साथै माता लक्ष्मी उभिएको मूर्ति पनि पूजा नगर्नुहोस्। माता लक्ष्मी सधैँ बसेको मुद्रामा हुनुपर्छ। यसरी हामीले पूजा घरमा यी मूर्तिहरू नराख्नुपर्छ। आउनुहोस् अब हामी जानौँ विशेष वस्तुहरूको बारेमा जान्नेछौँ जुन तपाईँको घरमा अवश्य हुनुपर्छ। यी चिजहरू पूजा घरमा हुनाले धनको वर्षा हुन्छ। माता लक्ष्मी स्थायी रूपमा घरमा बस्छिन्। पहिलो चिज हो गङ्गाजल। हाम्रो शास्त्रमा जललाई अत्यन्त पवित्र मानिएको छ, त्यसैले पूजा घरमा जङ्गल हुनु अत्यन्त आवश्यक छ। गङ्गा नदी सबैले पापहरू नष्ट गर्छिन् र सबै रोगहरूको नाश गर्छिन्। त्यसैले यदि तपाईँको पूजा घरमा तामाको सानो भाँडोमा गङ्गाजल भरेर राख्नुहुन्छ भने यसले तपाईँको पूजा घरको शुद्धता बनाइराख्छ र तपाईँले पूजाको पूर्ण फल प्राप्त गर्नुहुन्छ। दोस्रो चिज हो कलश। शास्त्रमा कलशलाई पूर्णताको प्रतीक मानिएको छ। चाहे त्यो सत्यनारायणको पूजा होस्, दीपावली होस्, नवरात्रि पर्व होस् वा कुनै पनि उत्सव होस्, कलशको स्थापना बिना सबै कुरा अधुरो मानिन्छ। पूजामा कलशको प्रयोग देवताहरूलाई आवाहन गर्नका लागि गरिन्छ। ईश्वरको सामुन्ने तामाको कलशमा पानी भरेर राख्नु यति शुभ हुन्छ कि हामीले आफ्नो दैनिक पूजा गर्दा भगवानको सामुन्ने तामाको कलशमा पानी भरेर राख्नुपर्छ। यसको चमत्कारी प्रभाव हामीले अवश्य देख्न पाउनेछौँ। त्यसैले मुख्य रूपमा तामाको कलश प्रयोग गर्नु राम्रो मानिन्छ। पूजामा यदि कुनै सामग्री कम भएमा चिन्ता नगर्नुहोस् वा पूजा बिचमा नछोड्नुहोस्। यस्तो अवस्थामा भगवानलाई चामल वा फुल चढाउनुहोस् र मनै त्यो जुन चिज ल्याउन पाउनु भएको छैन त्यो चिज सम्झेर चढाउन सक्नुहुन्छ। पूजामा कहिल्यै पनि प्लास्टिकको बोतल वा कुनै पनि अपवित्र धातुहरूको भाँडामा पानी कहिल्यै नल्याउनुहोस्। अपवित्र धातु जस्तै एल्युमिनियम र फलामको भाँडाहरूमा गङ्गाजल नराख्नुहोस्। तामाको भाँडामा राख्नु शुभ मानिन्छ। कुनै पनि पूजामा मनोकामना पुरा हुनका लागि दक्षिणा अवश्य चढाउनुहोस्। माता लक्ष्मीलाई विशेष गरी कमलको फुल अर्पण गर्नुहोस्। यदि तपाईँले कुनै शुक्रबारको दिन गर्नुहुन्छ भने धेरै गुणा लाभ फल प्राप्त हुन सक्छ। यो फुललाई 5 दिनसम्म पानी छर्केर पुनः चढाउन सकिन्छ। सधैँ यो कुरा ध्यानमा राख्नुहोस् कि कहिल्यै पनि दियोबाट अर्को दियो जलाउनु हुँदैन। शास्त्र अनुसार जो मानिसहरूले बलिरहेको दियोबाट अर्को नयाँ दियो बलाउन खोज्छन् उनीहरू रोगी हुन्छन्। घरको मन्दिरमा बिहान र साँझ दियो अवश्य बाल्नुहोस्। एक दियो घिउ र तेलको दियो बाल्नाले घरमा सकारात्मक ऊर्जाहरू मिल्न सक्छ। जल
धूप दान जस्ता चिजहरू सधैँ बायाँतिर राख्नुहोस्। घरमा पूजा गर्दा उभिएर पूजा कहिल्यै नगर्नुहोस् र न त सिधा जमिनमा बसेर पूजा गर्नुहोस्। पूजा गर्नु अघि सधैँ आसन बिछाउनुहोस् र आसनमा बसेर मात्र पूजा गर्नुहोस्। यसको साथै टाउको नढाकेर पनि पूजा नगर्नुहोस्। महिलाहरूले अनिवार्य रूपमा टाउको ढाकेर पूजा गर्नुपर्छ भन्ने प्रचलन छ। कुनै पनि भगवानको पूजा उनको आवाहन गर्नु, ध्यान गर्नु, आसन गर्नु, स्नान गर्नु, धूप दीप बाल्नु, अक्षता चामल चन्दन पुष्प कुनै प्रसाद आदि अनिवार्य रूपमा हुनुपर्छ। पूजामा पानको पात राख्नु पनि अत्यन्तै राम्रो मानिन्छ। पानको पात साथमा अलैँची ल्वाङ आदि पनि चढाउनु राम्रो मानिन्छ। मित्रहरू, देवी देवताहरूलाई फुलका पातहरू अर्पण गर्नु अघि एकपटक सफा पानीले धोएर मात्र चढाउनुहोस्। सबै प्रकारका पूजामा चामल विशेष रूपमा चढाइन्छ। पूजाका लागि यस्ता चामलहरू प्रयोग गर्नुहोस् जुन पुरा छन् अर्थात् टुक्रिएका नहुन्। चामल चढाउनु अघि यिनलाई शुद्ध छ वा छैन भनेर हेरेर वा केलाएर मात्र चढाउने गर्नुहोस्। पूजा गर्दा यो कुरो विशेष ध्यान राख्नुहोस् कि पूजाको बीचमा दियो निभ्नु हुँदैन। यस्तो भएमा पूजाको पूर्ण फल प्राप्त हुँदैन। भगवान विष्णुलाई प्रसन्न गर्नका लागि पहिलो रङको रेशमी कपडाहरू चढाउनुहोस्। माता सूर्यदेव र श्री गणेशलाई प्रसन्न गर्नका लागि रातो रङको कपडाहरू तपाईँले अर्पण गर्न सक्नुहुन्छ। भगवान शिवलाई प्रसन्न गर्नको लागि सेतो वस्त्रहरू पनि चढाउन सक्नुहुन्छ। कुनै प्रकारको पूजा कुलदेवता, कुलदेवी, घरको वास्तु देवता, ग्राम देवता आदिको ध्यान गर्नु आवश्यक छ। यिनीहरूको पूजा पनि गर्नुहोस्। पूजा हामी जुन आसनमा बस्छौँ त्यसलाई खुट्टाले यताउता फाल्ने नगर्नुहोस्। आसनलाई हातले मात्र समाउने र राख्ने गर्नुहोस्। यदि तपाईँले प्रतिदिन एउटै दियो मात्र बाल्नुहुन्छ भने घरको धेरै वास्तु दोषहरू पनि दूर हुन्छन्। सूर्य, गणेश, दुर्गा, शिव र विष्णु यी 5 देवताहरू हुन्। यिनीहरूको पूजा सबै कार्यहरूमा अनिवार्य रूपमा गर्नुपर्छ। प्रतिदिन पूजा गर्दा पनि यी देवताहरूको ध्यान गर्नुहोस्। यसले लक्ष्मीको कृपा र समृद्धि प्रदान गर्दछ। तुलसीका पातहरू अर्पण गर्नुहोस्। यदि तपाईँले यो शुक्रबारको दिनमा चाहिँ तुलसीका पातहरू चढाउनुहुन्छ भने तुलसीको पात विष्णु भगवानलाई चढाउनु उपयुक्त मानिन्छ। त्यसैले तपाईँले घरको मन्दिरमा बिहान र साँझ दियो अवश्य बाल्नुहोस्। पूजाको समयमा दियो सही ठाउँमा राख्नुहोस्। जल, धूप दान जस्ता चिजहरू सधैँ बायाँतिर राख्नुहोस्। घरमा पूजा गर्दा उभिएर नगर्नुहोस्, न त सिधा जमिनमा बसेर गर्नुहोस्। पूजा गर्नु अघि सधैँ आसन बिछाउने गर्नुहोस्। आसनमा बसेर मात्र पूजा गर्नुहोस्। यसरी हाम्रो प्रक्रिया पुऱ्याएर पूजा गर्दाखेरि हामी र हाम्रो परिवारलाई राम्रो हुनेछ। पूजा गर्दा सधैँ याद राख्नुहोस् कि चाहे तपाईँ महिला हुनुहुन्छ वा पुरुष हुनुहुन्छ, सकेसम्म कपाल ढाकेर पूजा गर्ने गर्नुहोस्। जब हामी भगवानको सामान्य जान्छौँ उनीहरूको इज्जत बढ्छ। पूजामा हामीले उनीहरूलाई आवाहन गर्छौँ, ध्यान गर्छौँ, आसन गराउँछौँ। स्नान, धूप दीप बाल्नु, अक्षता चामल चढाउनु राम्रो मानिन्छ। तपाईँले यो कुरा विशेष याद राख्नुहोस्। त्यसैले मित्रहरू, आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा आफ्ना विचारहरू अवश्य बताउनुहोस्। आउने दिनमा पनि यस्तै रोचक जानकारीहरू लिएर आउनेछौँ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय श्री राम, जय माता लक्ष्मी।